गाइज गुड आफ्टरनुन भन्दै अहिले चाहिँ म हामी काठमाडौँको स्वयंबाट हामी अगाडि बढिसकेका छौँ। हाम्रो यो मेरो भाइको रुमबाट काठमाडौँमा पानी कमाल परिरहेको छ है, मिठो पानी परिरहेको छ काठमाडौँमा चाहिँ चिसो। अनि आज हाम्रो प्लानिङ चाहिँ के छ भन्दाखेरि चाहिँ कालिम्पोङ जाने प्लानिङ चाहिँ हामीले गरेको छौँ। सायद हिल परेको छ कि भन्ने आशा नै है, त्यही नै हो। यही समयपछि चाहिँ मैले ब्लग स्टार्ट गरेँ है। सबैजनाले खोजिरहनु भएको थियो। अगाडिपट्टि चाहिँ कृष्ण दाइले राइड गरिरहनु भएको छ, म चाहिँ पछाडिपट्टि बसेको छु अहिलेलाई होइन। चिसो मौसम छ अनि काठमाडौँमा हिजो र आज त्यही चिसो हो। अनि उता पुस्तानतिर नि हिँड गरिरहेको छ अनि हामीले कालिम्पोङतिर नि हिँडिरहेको छ कि भन्ने सोच्दै अब के हुन्छ, हिँड पऱ्यो भने त बवालै हुन्छ, नभएर पनि बस त्यहाँनिरको भ्यूहरू बवालै हुन्छ। त्यो चाहिँ मस्त हेरिन्छ, त्यति नै हो गाइजहरू है। अहिले चाहिँ हामी स्वयंको छौँ, त्यही नै हो, चिसो मौसम छ। अहिले चाहिँ हाम्रो सबिन भाइ रेडी भइसकेका छन् होइन जानको लागि चाहिँ। त्यही नै हो, अब हामी रेडी भइसकेका छौँ सबै कुरो। दाइ चाहिँ हामी हुनुहुन्छ, दाइले न्यु सुज हाल्नु भएको छ, एउटा एन्ट्रक दुईवटा एन्ट्रक। यसपालि यो एन्ट्रकको ग्रिज बुकमा नाम लेख। भदसलाई दादालाई त कालिम्पोङ के भन्छ अरे कलिङ कालिम्पोङ होइन त। अहिले चाहिँ हामी भोलि खेल्न आएको छौँ होइन। अब यहाँबाट चाहिँ अब नर्मली 5 घन्टा जस्तो लाग्छ अरे। 5 घन्टा बत्तिस आइपुग्यो यहाँ चाहिँ करण भाइ दादा यता हामी चाहिँ आइपुग्यौँ भर्खर। अब सर भाइ धुलीखेल बजार लाग्यो मेरो हात पना लाग्यो ठिकै न। चाहिँ हामी यो दोलखाको बजार कटेर बन्दे भन्ने ठाउँमा चाहिँ यो चोकमा आएको छौँ होइन। चोकमा छौँ यसरी दोलल घाटको। अनि यो चोकमा छ हामी चाहिँ। अब यो चोकमा चाहिँ दाइहरू चाहिँ छलिन्छन् भनेर चाहिँ हामी कुरेर बसिरहेको छौँ। लगभग कुरेको 15 मिनटभन्दा बढी भइसक्यो है। चिसो चाहिँ वाइल्डली चिसो छ, मलाई पनि लास्टै चिसो बाहिर। त्यही ठिकै छ, केही छैन। तपाईँले यस्तै अब केही चिज पाउन केही चिज गर्नुपर्छ भने जस्तै यस्तै छ।
थचक्कै बस्यो यहाँ स्टोरतिर फाइनली कहाँ 2 किलोमिटर छ र मान्छे त्यत्रो छैन अब त्यत्रो तर गेटै गेट खै यस्तो के गेटबाटै पनि 1 किलोमिटर जानुपर्छ कि अहिले चाहिँ हामी कालिङ चोक आइसकेका छौँ सबैजना चाहिँ आएको होटलहरू अनि यस्तो छ भित्र भिआइपी नै खोइ हाम्रो रुमहरू हेलो गुड मर्निङ फ्रम कालिङ चोक हामी कालिङ चोकमा छौँ अनि अब हामी यहाँ मन्दिर जाँदैछौँ मन्दिर चाहिँ उतापट्टि हो क्या उता डाँडो हो क्या यस्तो मन्दिर उता डाँडो रहेछ हामी अहिले यहाँ कालिङ चोकमा छौँ झारझर त लाग्छ नै Missed the morning glaze, but the sunlight hits in so many ways. Grab my shades and hit the streets, no plan, chasing vibes like कालिङ चोकको चाहिँ केबल कार रे हेलो स्टप ए ब्रेकिङ गर्नु मिल्दैन अड्छ कतिजना अड्छ कितना त्यहाँ Today's for us, no time to lag. Feel the world just turning slow. चाहिँ माधव भाइको मेरो फर्स्ट माधव भाइको फर्स्ट भएन मेरो पहिलो जग्गा माधव भाइको फर्स्ट चाहिँ केबल कार कुशलको पनि सेकेन्ड थर्ड फोर्थ Life's a tune, sing it till we break. Concrete warm under my bare feet. Crowds moving like a heartbeat. Skipping stones in city streams we find. Let's write a new story, leave the old behind. Someone's cooking love in the air, I swear. Every spark in their voices shows they care. Colors splash like secrets on these walls, while laughter echoes through the halls. Feel the world just turning slow. Let the breeze tell us where to go. Every step we beat, we can make. Life's a tune, sing it till we break. मान्छे मान्छेहरूले पनि लाग्दैछ है चिसो मौसम छ लास्टै चिसो छ टाउको दुखिरहेको छ अहिले चाहिँ हामी यहाँ माबाको पूजा गर्न आइरहेको छौँ अनि त्यही नै हो अब यहाँ आइरहेको कहाँ गएको छैन पसिले ए भाइ नआउनु अगाडि ए भाइ
अहिले चाहिँ हामी यहाँबाट निक्लेर हिँडिसकेका छौँ। उसको लागि बाटो चाहिँ डेन्जर छ है, बबाले डेन्जर बाटो चाहिँ। हेर्नु माधव भाइ यहाँ छ, म यहाँ छु गाइजहरू। चिसो मौसम छ, मलाई चिसो लागिरहेको छ, डह्रो चिसो लाग्यो, डह्रो योपालि चाहिँ डह्रो चिसो लाग्यो। हाम्रो मन्दिर गएर आइसकेपछिको नास्ता, सबजना बसेर नास्ता खाँदैछौँ है। त्यही नै, अरू त के भनौँ है, यस्तो यस्तो छ। हामी यहाँबाट निस्किसकेका छौँ यो होटलबाट होइन दाइहरू। ल भाइ कालिम्पोङ भन्दै होइन, अब हामी बिदा भयो भाइ कालिम्पोङ भन्दै। अरू त्यस्तै हो, खासै अरू केही छैन। बाटो डेन्जरै छ। माथि जाँदा त हेरेन त यत्रो हुसुल लाग्छ कि हेर्न जानुहुन्छ हौ। केही देख्ने होइन, हिमाल देख्दैन। चाहिँ हामी यो 5 खालबाट चाहिँ होइन नगरकोट हुँदै जाने बाटो, यो तपाईँको बाटो बिग्रिया भएर चाहिँ हामी 5 खालबाट नगरकोट हुने बाटो जाँदैछौँ होइन। त्यही नै हो, अरू त ठिकै नै छ, राम्रै छ। फर्स्ट टाइम हो यो बाटो हाम्रो।